दर्शकबिन नमस्कार, स्वागत छ हाम्रो यस च्यानलमा। आज हामी कुरा गर्दैछौँ नेपाली बक्स अफिसमा तहल्का मचाइरहेको र तिहारमा रिलिज भएको अनमोल केसीको स्टारर फिल्म जेरियन टपको बारेमा। के यो फिल्मले साँच्चै अनमोल केसीको करियरको सबैभन्दा ठुलो हिटको रेकर्ड बनाउँदैछ त? जेरियन टप असोज 31 गतेबाट प्रदर्शनमा आएको हो र यसले सुरुवाती दिनदेखि नै दर्शकको माया पायो। चलचित्र विकास बोर्ड र विभिन्न बक्स अफिस रिपोर्टका अनुसार यसको कलेक्सन रिपोर्ट एकदमै राम्रो आएको छ। फिल्मले पहिलो 2 दिनमै रु 1,58,97,000 भन्दा बढी ग्रस कलेक्सन गरेको थियो। रिपोर्टका अनुसार पहिलो सातामा नै यसले 5 करोड रुपियाँ ग्रस कलेक्सन आँकडा पार गर्यो। त्यस्तै गरी फिल्मले प्रदर्शनको 9 दिनसम्म नेपालमा मात्र रु 6,51,00,000 ग्रस कलेक्सन गरेको छ। सोही अवधिमा फिल्मले 1,96,396 वटा टिकट बिक्री समेत गरेको छ। यस फिल्ममा अनमोल केसीका साथमा आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी र केदार घिमिरे माग्ने बुढाको मुख्य भूमिका रहेको छ। जेरियन टपले दोस्रो हप्तामा पनि हाउसफुलको व्यापार गरिरहेको छ। अब हेर्न बाँकी छ यसको कुल कलेक्सन कति पुग्छ। के यसले नेपाली फिल्म उद्योगको सबैभन्दा ठुलो रेकर्ड तोड्न सक्छ? तपाईले जेरियन टप हेर्नुभयो वा हेर्ने योजनामा हुनुहुन्छ? कमेन्ट बक्समा आफ्नो विचार राख्नुहोस्। यो भिडियो मन परेमा लाइक गर्नुहोस्, साथीहरूसँग सेयर गर्नुहोस् र यस्तै फिल्मी रिपोर्टको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।